धन्यवाद म्याम। हाम्रो निमन्त्रणालाई स्वीकार गरेर उपस्थित हुनुभएका सम्पूर्ण साहित्यिक मनहरूलाई आभार। म एउटा गजल वाचन गर्छु। सरले अघि प्रेमको कुरा गर्नुभयो, म चाहिँ बिछोडकै कुरा गर्छु। पल पलको हिसाब कसैलाई दिनु पर्दैन, पल पलको हिसाब कसैलाई दिनु पर्दैन। ए आँखा आजबाट तैँले पोखिनु पर्दैन, पल पलको हिसाब कसैलाई दिनु पर्दैन। ए आँखा आजबाट तैँले पोखिनु पर्दैन। गाँसी राख्नुपर्ने सम्बन्ध नगाँसेकै राम्रो, गाँसी राख्नुपर्ने सम्बन्ध नगाँसेकै राम्रो। कमसे कम दिलले चप्पल झैँ चुडिनु पर्दैन। पल पलको हिसाब कसैलाई दिनु पर्दैन, गाँसी राख्नुपर्ने सम्बन्ध नगाँसेकै राम्रो। कमसे कम दिलले चप्पल झैँ चुडिनु पर्दैन। तिमी टाढिएकोमा पनि खुसी लाग्यो, तिमी टाढिएकोमा पनि खुसी लाग्यो। माया गर्ने बहानामा अब टुक्रिनु पर्दैन, माया गर्ने बहानामा अब टुक्रिनु पर्दैन। यदि फेरि फेरि सम्झाइराख्नुपर्छ भने, गजलको अन्तिम शेर, यदि फेरि फेरि सम्झाइराख्नुपर्छ भने यसरी बिर्सनेहरूले मलाई सम्झिनु पर्दैन। यदि फेरि फेरि सम्झाइराख्नुपर्छ भने यसरी बिर्सनेहरूले मलाई सम्झिनु पर्दैन। पल पलको हिसाब कसैलाई दिनु पर्दैन। ए आँखा आजबाट तैँले पोखिनु पर्दैन। धन्यवाद।